नारायण। ज्योतिष शास्त्रसँग सम्बद्ध भएको महत्त्वपूर्ण ज्ञान राशिलाई पस्कँदै जाने क्रममा मैले यो श्रृङ्खलामा घातबारसँग सम्बद्ध भएको कुरालाई लिएर आएको छु। हुन त घात 5 प्रकारका हुन्छन्, त्यसमध्ये मैले यो श्रृङ्खलामा बार सम्बन्धी मात्रै चर्चा गर्नेछु। कुनै यात्रा, यसैगरी युद्ध भन्नाले प्रतिस्पर्धा भन्ने बुझ्नु पर्यो। यसैगरी अड्डा अदालत सम्बन्धीका कामहरू, वाद विवादसँग सम्बद्ध भएका कामहरू, नयाँ कामको सुरुवात, आर्थिक लेनदेन इत्यादि कामका लागि घातबार बार्नु उपयुक्त मानिन्छ र त्यो घातबार चाहिँ राशि अनुसार हुने गर्दछ। यदि यहाँहरूको राशि मेष राशि हो भने आइतबार घातबार हुन्छ, वृष राशि हो भनेदेखि शनिबार घातबार हुन्छ, मिथुन राशि हो भनेदेखि सोमबार घातबार हुन्छ, कर्कट राशि हो भने बुधबार घातबार हुन्छ। यसैगरी सिंह राशि वा कन्या राशि हो भने शनिबार घातबार हुन्छ, तुला राशिको लागि बिहीबार घातबार हुन्छ। यसैगरी वृश्चिक राशि वा धनु राशि हो भने शुक्रबार घातबार हुन्छ, मकर राशि हो भने यहाँहरूको राशि मकर हो भने मंगलबार घातबार हुन्छ। यसैगरी कुम्भ राशिको लागि घातबार बिहीबार हुन्छ भने मीन राशिको लागि घातबार शुक्रबार हुन्छ। आफ्नो घातबार परेको समयमा, घातबार परेको दिनमा यात्रा, कुनै पनि प्रतिस्पर्धा, लेनदेन इत्यादि काममा हजुरहरू अगाडि नबढ्नुहोला। नयाँ कामको सुरुवात पनि त्यो दिन नगर्दा राम्रो हुन्छ। यति गर्न सक्यौँ भनेदेखि हामीलाई केही न केही सहजता हुनेछ, हाम्रो काममा सहजता हुनेछ। घातबार सम्बन्धी मैले महत्त्वपूर्ण जानकारी गराएँ। यस्तै किसिमका अन्य पनि जानकारीहरू यहाँहरूलाई आवश्यक पर्न सक्छ। यदि पर्ने अवस्था भयो भनेदेखि हामीलाई फलोअप गर्दै गर्नुहोला। हस्, धन्यवाद।